हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ म दिनभरि के काम गर्छु भनेर मेरो ब्लगमा तपाईँहरूलाई देखाउन जाँदैछु। हेर्दै गर्नुहोला आजको मेरो काम के हुन्छ भनेर साथीहरू। अब सुरुमा चाहिँ म बारी सफा गर्न जाँदैछु। अनि हेर्दै घाम पनि लाग्यो है। यति सफा आकाश छ, टन्टलापुर घाम आउँछ दिउँसो चाहिँ है। दिउँसो चाहिँ आराम गर्नुपर्छ, फेरि एकछिन पुरै घाम लागेको बेला त टाउको दुख्छ नि त, त्यही भएर यस्तो शीत झर्न थाल्यो कि आजभोलि। जाडो महिना हो नि त, अब जाडो महिना लाग्दैछ साथीहरू। अनि चाहिँ आम्मामा त्यो जस्ता तातेर पुरा धुवा निस्किरहेछ है। शीत तातेर धुवा निस्किरहेछ जस्तादेखि चाहिँ पुरै यस्तै छ। आजको दिनमा सुरुमा मैले सफा गर्नुपर्ने चाहिँ मेरो काम चाहिँ यो हो, यो बारी। सो अब सफा गर्दै जाउँ, कस्तो हुन्छ साथीहरू हेरौँ। साथीहरू यहाँ चाहिँ हाम्रो एभोगाडको बोट पनि छ। बिचरा म त यो मरिसक्यो होला अनि सोचेको, जिउँदै रहेछ नि त। यस्तो छ यसको हालत। यहाँ छेउछेउमा चाहिँ पुरै छेउछेउ भत्केर क्या पाल पाल भएछ। त्यही भएर आज अस्ति मैले झार चाहिँ यहीँभित्र थुपारेँ, किनभने यहाँ चाहिँ पछि कुखुराहरू पस्नलाई नै अलिक छिट्छ नि त झार राखिदियो भने। त्यही भएर टाढो फाल्न लागेन साथीहरू।
फर्सीहरू फलेछ नि त हौ सबै फुलेको तर सानो फलेछ फलेछ केले खाइदिएछ हौ यस्तो हुन्छ सबै क्वालै क्वाल एउटा राम्रो भेटिँदैन के भयो साथीहरू म चाहिँ दाउरा पनि अलिअलि भेटेँ अब दाउरा राख्नु पर्यो होइन त्यहाँ माथि फाइनली गाइज अब चाहिँ अघिको हाम्रो झोरले पुरेको हाम्रो बारीको लुक चाहिँ यस्तो देखियो है अब यसलाई खन्नु पर्ने हुन्छ ट्याक्क लाएर खन्ने त्यस पछाडि 1-2 दिन यसलाई 1 हप्ता जति सास जान दिनुपर्छ अनि मात्र खेती लाउनुपर्छ है साथीहरू बाजे मारेर भन्छ नि त्यस्तो यो बगाडको बोट चाहिँ 2 बोट छ थुप्रै बोट रोपेको तर यति मात्रै बाँचेछ क्या यसपालि यो 1 बोट भएछ त्यो नि हाँगा कहाँ भेडाको सिङ जस्तो भइरहेछ है अनि यहाँ 1 बोट छ यति रहेछ साथीहरू मैले यो बारी खन्न सुरु गर्छु है त मेरो कोदाल पनि यस्तो छ क्या यसले त खन्नु पनि ढिलो हुन्छ नि
अब चाहिँ खन्न पनि सकियो। हामी साथीहरू मैले चाहिँ खनिसकेँ बारी। अब चाहिँ हामी घर जाने, घरमा खानेकुरा पकाएर खाने, अनि के भन्छ 3 पानी बनाउने, यस्तै काम बाँकी हुन्छ है अझै पनि। मेरो जुका पनि आएछ, बित्ता मार्दैछ जुकाले। आजसम्म जाँदो रहेछ यो छु। यस्तो जाडो महिनामा अझै लुकेको छैन रहेछ है, आउँदो रहेछ मेरो खुट्टामा। गाइस 10 बज्नु लाग्यो यार। आजको मेरो खाना चाहिँ यो हो क्या, घरमा कोही नहुँदा भन्ने गीत छ नि त हो। लुकेर यस्तो खानुपर्छ क्या कोही नभएको बेला। मैले 2टा अन्डा अनि इस्कुस ल्याएको छु। 2टा अन्डा, करेन्ट ल्याएको छु, करेन्ट, अनि यहाँ चाहिँ इस्कुस ल्याएको छु। अब चाहिँ तार भन्नु पर्यो साथीहरू, भोक पनि लाग्दैछ है। साथीहरू इस्कुस चाहिँ पुरा उसिनिहाल्नु पर्यो क्या। घरमा कोही नहुँदा यो उसिनेर चाहिँ 3 पानी बसाउनु पर्यो क्या पहिला। यो उसिनिराख्यो भने आनन्दले पाक्दै गर्छ। अनि म मेरो काम आनन्दले गर्दै गर्छु। अनि करेन्ट नुडल पकाउने हो, अनि खाने हो अन्डासँग। भित्र मात्रै माझ्नुपर्छ क्या साथीहरू, बाहिर चाहिँ माझ्नु हुँदैन। किनभने दिनकै बसाइन्छ आगोमा, अनि बाहिर माझेर साथी हुँदैन। भित्रभरि मात्रै माझ्ने हो। La. प्योर कोदोको बन्ने हो साथीहरू 3 पानी। फाइनली गाइज मैले चाहिँ अब रक्सी पासिसकेँ। अब चाहिँ आगो लगाउनु पर्ने मात्रै बाँकी छ है। अनि पानी निकाल्ने, तातो पानी चिसो पानी हाल्ने, त्यति नै हो। 3 पानी बनाउने तरिका चाहिँ यस्तै हो साथीहरू। मैले माथिको उसको माथिले तराम कपडा लगाएको देखेर चाहिँ ठिकै छ। होइन साथीहरू मैले चाहिँ मेरो कामहरू सकेर अब चाहिँ 3 पानी पनि उचालिसकेँ। सो अब चाहिँ यो पकाएर खाँदैछु।
धेरै ढिला भइसक्यो खाने टाइम पनि गइसक्यो तै पनि भोक लागिरहेको है यस्तो अन्डा र चाउचाउ असाध्यै मिल्ने क्या बढी चाउचाउ अनि मन लागिरहेको थियो म खाएर अगाइसकेँ साथीहरू म त के बिर्सेँ भनेको त अनि मेरो इस्कुस पो बिर्सेछु त खानु त खानु पर्यो नि इस्कुस चाहिँ पाकेको छ मजाले त्यो अरू के बनाउँदा उता यता काम गर्दाखेरि मैले बिर्सेछु क्या यो मेरो इस्कुस चाहिँ कस्तो मिठो छ यो खाजा भएर ठिक्क हुने भयो है यस्तो खर घाम भएपछि हिँड्नुपर्छ क्या घर छोडेर अब जाने हो आया आया यो तिम्रो घरमा सफा गर है झन्डै मेरो खुट्टा गयो हजुर मल बोकेको नि छोरी म गएको अब घाम लाग्यो आया छिमेकीको घर चार्नु पर्यो अब मौसम पुरा सफा यहाँ थोरै बादल निक्लिँदैछ फुलचौकी डाँडाको टुप्पामा चाहिँ आउँदैछ क्या बादल साथीहरू अरू ठाउँ चाहिँ सबै राम्रो छ आया हिँड्न पनि गाह्रो राठे धानहरू पनि अब काट्ने बेला भयो ऊ तल चाहिँ धान काटेर झार्दैछन् हिजो र आजमा थुप्रै धान काटिसकेछन् अब चाहिँ साथीहरू घाम गयो अलिअलि काम गर्नु पर्यो है होइन आफ्नो केराउन जान्दै होइन चामहरू
साथीहरू मैले चाहिँ अब यति झार थुपारेँ, तर मैले चाहिँ यहाँ सागको बिरा खोज्नको लागि खासमा झार उखालेको। यति चाहिँ भेटियो। यति सानो सानो भए पनि सार्नु पर्यो नि त है, पातल पातल। सुम्पेरी दे तिमीलाई। साथीहरू म चाहिँ यो सागको बिरुवा उखाल्न थालेँ। हेर्नु होला अहिलेसम्म झारभित्र खोजेको यस्तो चम्म चम्ममा धेरै कुखुराले खाएर छुट्टै छुट्टै बनाएको छ। तै पनि यसलाई गुजारा गर्न चाहन्छु। फाइनली गाइज आजको मेरो काम चाहिँ साग रोप्ने चाहिँ अब सकियो। यो उता हिजो रोपेको चाहिँ बिचरा के भन्छ, यी दिउँसोको घाम चाहिँ ओभरडोज भएछ, त्यही भएर सुतिरहेछ। यतापछि ठाडो ठाडै छ, अब पानी लाउन बाँकी। बाई बाई गाइज। कस्तो लाग्यो मेरो भिडियो तपाईँहरूलाई? यसो लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गर्नु पर्यो है।